हाई गाइस, म चाहिँ अहिले माइत आएको छु। माइत पनि क्या भन्नु मधुपुर दादाको घरमा आएको छु। दादाको घरमा आज पूजा लगाउने, घर सर्ने, नयाँ घर सर्ने त। अनि यो घर हो दादाको, आन्टी दाजुको घर यो हो, घर सर्ने अरे। यता सानो दाजुको घर छ। म घर देखाउँदैछु है, नयाँ घरको सबै रुम देखाउँदैछु तपाईँहरूलाई। ल मन्दिर चाहिँ बस्दैन अब भाडाहरू दिनको लागि अब होइन। रुमको डिजाइन यो सब भाडा दिने रुम हो। यहाँ मिस्त्री बस्नु हुँदो रहेछ। यता किचनहरू छ। यता बाहिर यता पूजा गर्नु माधव छन्। यता पनि एउटा रुम, यता पनि रुम छ एउटा। किचन यता पनि एउटा एक्स्ट्रा किचन छ। यता बाथरुम छ। यता बाहिर बारी, पूजाको सामग्रीहरू सबै गरेको छ। उठाइसकेको छन्। कसलाई पकाइदिएको? यता भाउजू सेलरोटी पकाउँदै हुनुहुन्छ। को पनि होइन, त्यही त त्यही त सोडी एक्स्ट्रा रुम। नमस्कार गर्नु। ओम शान्ता बुहारी दुध पनि ल्याएर चिया पकाएन छैन। अघि ल्याउनु आउँछ नि मबाट दिब्रे ठुलो दिब्रे थियो त खै कसलाई लिनु पठाउँछ उहाँ अघि ल्याउनु पर्थ्यो नि दिब्रे, ठुलो दिब्रे थियो त। साडी परिया छैन कहाँ त्यो दिब्रे ल्याउनु पर्छ चिया पकाउँदिने। काकीलाई पठाने त दिदीले आउनु पर्यो। मम्मी भयो। को आयो? को आएको छ? बुनु
सुन्नु नातिनी आएपछि